यहाँ चाहिँ हामीले अब यहाँ मासु दिँदैछौँ। परिवारको इच्छा सपना बोकेर हिँडेको मान्छेहरू तल सुँगुर मासु पाकिरहेको छ, खाइन्छ मजाले। यहाँनिर अदुवा पनि मिक्स। ल खै साथीहरू यसरी भात खुवाइ हुँदैछ। सम्पूर्ण साथीहरूमा नमस्कार। फेरि म तपाईँ समक्ष एउटा सानो मिनी ब्लग लिएर आउँदैछु। अहिले म सिक्किमको उत्तर स्थित नर्थ सिक्किममा छु। यो लाचुङको छेउमा लिमा भन्ने ठाउँहरू छ। यहाँनिर अहिले हामी आएको 4-5 दिन जस्तो भयो। त 4-5 दिन हामी चाहिँ खास विशेष गरी कम्पनीमा हामी सबैजनाको आफ्नो गाडी छ। कम्पनीमा चाहिँ हामी भाडामा गाडी लाउन आएको। तर विशेष गरी हामीले यो लेमामा काम गर्नु चाहिँ आएको होइन। हामी यहाँबाट अझै माथि, यहाँबाट 60 किलोमिटर एबभ अझै माथि हामी जानुपर्नेछ र माथि केरेङ भन्ने ठाउँमा जानुपर्नेछ। तर अहिले यो मे पनि लागिसक्यो। अप्रिल त होइन, साँच्ची मे पो लागिसक्यो त। मे लागिसक्दा पनि यहाँ हिउँ परिरहेको रहेछ माथि, जुन हामी जहाँनिर अब जाँदैछौँ त्यहाँनिर। त्यही कारणले यो कम्पनीको एउटा ब्रान्च यहाँ पनि रहेछ। त्यसै कारणले हामी यहाँनिर स्टे गरिरहेछौँ। जुन दिन माथि एउटा बाटो खुल्छ त्यो दिन मात्र अब यहाँबाट अब जाँदैछौँ। र विशेष गरी हामीलाई खानुहरू केही चिजको अब टेन्सन छैन। सबै चिजहरू कम्पनीले प्रोभाइड गरेको छ र यहाँनिर अब टाइममा खानाहरू सबै कम्पनीले दिइहाल्छ। र विशेष गरी आज चाहिँ हामी साथीहरूसँग के सल्लाह भयो भने कम्पनीमा त मासुहरू त्यो सुँगुर मासु पकाएर दिएन उनीहरूले त। तर हामी चाहिँ अब सबैजना मिलेर टाढो माथि दोकान रहेछ, माथि गएर हामीले सुँगुरको मासु लिएर आएर हामी आफै बनाएर खाउँ गाडी छेउमा भनेर चाहिँ सल्लाहमा सबैजना भएर सुँगुर मासु लिएर आएर यहाँ सबै मिलेर यहाँ अब अहिले हामी सुँगुर मासु बनाउनु लाग्दैछौँ। हाम्रो साथीहरू सबैजना अब यहाँनिर मासु बनाउनको लागि रेडी छौँ। र अहिले हामीले यहाँ केमा बनाउँछौँ भनेर अब भन्नुपर्दाखेरि चाहिँ एउटा स्टोभ छ। अब यहाँ पम्पवाला स्टोभ पनि एलाउ छैन अरे माथि क्रेङमा, जुन चाहिँ सलेदोको स्टोभ त्यो मात्रै बोकेको छ हामीले। र अब ग्यास चुल्हा त लाने कुरै छैन, किनकि अब हामीले जो खाना बनाएर खानु पर्दैन, कम्पनीले दिइहाल्छ। तर पनि बेलामा यसरी मासुहरू पाउँछ, या त यसरी याकको मासु भयो, धेरै चिजको मासु पाउँछ। त्यो मासु पकाएर खानु लागि चाहिँ हामीले एक्स्ट्रा गाडीमा स्टोभ बोकेर आएको थियौँ र त्यसको हामीले सदुपयोग गर्दैछौँ। र अब हामी यो यहाँ बनाउँदैछौँ। बनाएपछि अब माथि हामी क्यान्टिनमा गएर हामी खानाहरू ल्याउँछौँ, सब्जी दालहरू ल्याउँछौँ। र यहाँ आज हामी सुँगुर मासुसँग पिकनिक जस्तो पाराले खान्छौँ साथीहरू। म तपाईँहरूलाई देखाउँछु ल त। यहाँ चाहिँ हामीले अब यहाँ मासु दिँदैछौँ। गाइस आज चाहिँ यस्तो हुँदैछ। यहाँको हो मेच मान्छे हाम्रो अब साथीहरू। यहाँनिर सुँगुर मासु भर्खर भाइले धुनुभयो र अब हामी यहाँनिर बनाउनको लागि सबैजना हामी रेडी गर्दैछौँ। र आज हाम्रो विशेष पकाउने ग्यास चुल्हा चाहिँ यो है हाम्रो साथीहरू। यहाँ ग्यास चुल्हा केही पाउँदैन। यो पनि त्यतिकै हामीले अब बेलामा मासुहरू पकाउनु लागि लिएर आएको। साग अहिले हाल्नु हुँदैन, भरे हो साग। यता हाम्रो अमर दाजु हुनुहुन्छ। भइहाल्छ नि त्यो काट्ने मात्रै अन्त अहिले चाहिँ यहाँ। हेलो नेटवर्क छैन। हेलो हाम्रो स्टोभ पनि बल्दैछ होइन, त्यो काट न अब। ल साथीहरू, यहाँनिर खानाहरू मतलब मासु बनाउनु लागि रेडी गरिरहेको छु। सबैजनाले आफ्नो काम गर्दै हुनुहुन्छ। म चाहिँ यहाँनिर तपाईँ समक्ष बोलिरहेको छु, काम गरेको छुइनँ। साथीहरू रिसाउँदैन होला नि त होइन? साथीहरू तपाईँहरू रिसाउँदैन होला नि, मैले केही गरेको छुइनँ हो। यहाँनिर हाम्रो अमर दाजुले चाहिँ डाइरेक्ट मासुमा तेल हालिदिनु हुन्छ। यो नयाँ परिकार होला सायद। आजको दिन यसरी जाने भयो। सुँगुरको मासु कसैको नहोस् आँखामा आँसु। यो त कस्तो खाले हो फेरि? तपाईँले डल्लै मसला पनि दिइहाल्नु हो त? यस्तो पनि हुन्छ? अब के हुन्छ त्यहाँबाट? ओहो, नयाँ सिस्टमको भयो त। यो त बडाले अदम क्रिएसन गर्छ।
यहाँ हो यहाँ काटो न यहाँ म सबै हाल्नुभएको यहाँनिर एकैचोटि ओहो नयाँ किसिमको आज हामी यहाँनिर प्याजहरू पनि हामीले प्याज अदुवाहरू सबै लिएर आएको थियौँ यहाँको सिनहरू देखाउनु पर्दाखेरि यस्तो छ हेर्नुहोस् त मिनी स्विजरल्यान्ड जस्तो छ यहाँ ठाउँ चाहिँ कति राम्रो चारैपट्टि पहाडले ढाकिएको जग्गा यस्तो छ यहाँबाट हामी हाम्रो सबै यहाँनिर गाडी म तपाईँलाई देखाउँदैछु सबै गाडी यहाँ बसिरहेको छौँ माथि बाटो ब्लक भएर र अब हामी जुन चाहिँ जानुपर्ने बाटो चाहिँ यो जुन चाहिँ बादल क्रस गरेर उँभो जानुपर्ने हो जहाँ चाहिँ काममा जानुपर्ने अब यहाँनिर जसरी अब सुँगुर मासु जुन बनाउँदैछौँ बनाएर चाहिँ पाकेपछि माथि क्यान्टिनमा गएर खाना सब्जीहरू दाल लिएर आउँछौँ र योसँग हामी मिलाएर खाँदैछौँ अब यो चाहिँ पक चाहिँ तपाईँको गान्तोकमा 350 पर्छ अनि यहाँ 450 पर्दो छ पक चाहिँ तर पनि यहाँ पाउनु ठुलो सबभन्दा ठुलो कुरा जस्तो लाग्यो यहाँनिर अब हामी मोटाली बनाउँदैछौँ तर हाम्रो साथीहरू यहाँनिर ग्यास देख्दा तपाईँहरूलाई पनि हाँस उठ्यो होला अल्छी पनि लाग्यो होला तर पाक्छ बिस्तारै आधी 1 घन्टा त पाक्छ होइन साथीहरू आधी घन्टा त पाक्छ र आज हाम्रो भाइको नयाँ स्टाइल भनेको तर भाइको नयाँ स्टाइल तर हाम्रो अमर दाजुले त सबै के हाल्नुभयो यहीँनिर उयो खोर्सानी अदुवा नुन लसुन प्याज के हाल्नुभयो भएन भने यसो यहाँको अर्ग्यानिक मसला यहाँ छ यहाँ फेरि हाम्रो ह्यान्डसम बडा चस्मा लाएर चाहिँ उहाँले प्याजहरू टमाटर छिल्दै हुनुहुन्छ अब नसोच्नु अरू कुरा त कस्तो होला कहाँ पहिला गाडी ठोकिँदा के भयो अरे चस्मा नखोले रे जलुकमा बडाले चाहिँ गाडी ठोकेर बसिरहेको तै पनि बाहिर ननिक्ली चस्मा लाएर मात्र बसिरहेको भाइले भन्यो अब कस्तो होला चस्मासँग त्यस्तो प्यार छ बडालाई हाम्रो सिस्टम फेरि पानी ल्याउने यस्तो छ पानी यस्तोमा यहाँ अमर दाजु चाहिँ यहाँ उयो कुर्दै हुनुहुन्छ अदुवा यहाँनिर हेर्नुहोस् त यस्तो छ है यहाँनिर चाहिँ अब यो कसरी बनाएको भने मैले अहिलेसम्म बुझेको छुइनँ सबै हालिसकेँ यहाँनिर नयाँ सिस्टम गरेछ यसमा यो हालेर साग रेडी छ सागले हाल्ने अन्त जोजो बोरिङ भयो है बोरिङ त भइरहेको छ बस्दा कतिको बोरिङ हुँदैछ धेरै घरको याद आउँदैछ है घरको परिवारको सबैको याद आउँछ है त्यही त परिवारको इच्छा सपना बोकेर हिँडेको मान्छेहरू हामी है यस्तो ठाउँमा आएर बस्नुपर्छ है यस्तो ठाउँमा आएर बस्नुपर्छ तर पनि मनमा दुःख छैन मनमा खुसी नै छ मनमा हजिरा पाकिरहेको छ ठिकै छ हजिरा पाकिरहेछ र अहिले हामी यसरी बनाउँदैछौँ फेरि यसमा यहाँनिर अदुवा पनि मिक्स गर्नुभयो उहाँले अहिले हामी यहाँ साग पनि हालिसकेको छौँ अमर दाजुले सागहरू हालेर मजाले चलाउँदै हुन्छ यो हाम्रो कम्पनीको एरिया हो र यो चाहिँ लङ्गर हो यहाँको लङ्गरमा खाना यसरी यहाँनिर आफू पसेर खानुपर्छ खानाहरू चाहिँ यहाँ दाल छ दाल तड्का यहाँ के छ के कुरो सब्जी छ यहाँ कम्पनीमा खाना अलरेडी पाकिरहेको हुन्छ यहाँ अहिले हामी बसेर जानेछु तल सुँगुर मासु पाकिरहेको छ खाइन्छ मजाले मैले त जुन दिनु थालेको भात चाहिँ मजाले बोक्नु होला भोक लागिरहेको छ खाजा खाएन हामीले यति त बोक्नुपर्छ होला दाल यहाँ छ खोर्सानी लिएको छु खोर्सानी हालेको छ राज छ कापियो होइन अझै कापियो बहुत
10वटा जस्तो हाल्छु उहाँले भात अलिक कम्ती भएको जस्तो लाग्यो र फेरि अझै थप्नु हुँदैछ हाम्रो यहाँ चाहिँ फर्सीको ओके फर्सी सब्जी यस्तो छ फर्सीको सब्जी है यहाँ ल अब हामी तल सुँगुर मासु खाटामा भेटेछौँ अमर दाजु के हो पाक्दैछ पाक्नु आँट्यो ल अमर दाजुले यहाँ भर्खर नुन पनि थप्नु भयो यहाँ हेर्नुहोस् हाम्रो खाना सबै ल्याएर रेडी छ यो हाम्रो माथि कम्पनीमा चाहिँ दाल यहाँ छ दाल यहाँ छ उहाँलाई चाहिँ भोक लाग्यो भनेर भनिदिनुहुन्छ मलाई चाहिँ भोक लागिरहेछ पुरै कतिलाई मासु पाक्छ र खालौँ भन्ने भइरहेछ हामी सबैलाई भोक लागिरहेछ जस्तो लगायो सानो मान्छे भनेर नि ल हाम्रो यहाँ गणेश दादाले पस्किँदै हुनुहुन्छ घुँडा टेकेर अब हामी खाइन्छ गाडीको डालामा बसेर है यतिको चाहिँ हुनु पर्यो सागको सबैलाई मिलाएर हाल्नुहोस् लास्ट भात होइन ल बसेर खानुहोस् न जो बसेर खानुहोस् न बसेर अप्ठ्यारो भन्नु तपाईँलाई ए ल बडा ल तपाईँ लाउनुहोस् त लगाइदिउँ अब ए ल दाल पनि उ गरौँ अब हामी यहाँनिर अब खाना रेडी खाना खान आँटेको अब सबैजना खानुहुन्छ बडा सम्पूर्ण साथी नुनचरको केमा मासुमा मासु पनि साग्दैछु ल साथीहरू यही हो हामीले अघि एउटा पकाउँदै खाउँ भनेको ल है साथीहरू यसरी भात खुवाइ हुँदैछ सुँगुर मासु मिठो भएछ अलिक नुन बेसी भएछ सुँगुर मिठो छ खाना अब भर्खर खाइसक्यो मिठो बजियोस् निकै दिन बादमा सुँगुर मासु खाँदा पनि मिठो हुँदो रहेछ आजलाई मेरो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु भिडियो मन पऱ्यो भने लाइक सेयर अनि कमेन्ट पनि गरिदिनु होला भन्दै तपाईँहरू समक्ष फेरि ओझेल हुन चाहेँ बाई